म्यादीको फर्म खोलिया भन्दा मेरो पनि फर्म भर्नुपर्ने हो कहाँ भर्नुपर्ने म्यादीको फर्म खोलेको चाहिँ यतै हो तपाईको नाम चाहिँ के हो मेरो नाम सुरेश राउत हो सुरेश राउत तपाईले कति क्लास पास गर्नुभएको छ मेरो 10 जम्मै 10 क्लास पास हो ल हुन्छ तयारी अहिले त मैले नाम लेखिदिएको छु तपाईको पछि हेल्थ चेक हुन्छ फिजिकल हुन्छ ल अहिले तपाई साइड जानुहोस् त अर्कोले पनि मेरो पनि नाम लेख्नु पर्ने हो मेदीमा ल तपाईको नाम के भन्नुस् त सोनु राउत सोनु राउत तपाई कति क्लास पढ्नु भएको छ अहिले 10 मा भर्खर अनि ल ठीक छ है ल तपाई पनि जानुहोस् नाम लेखिदिन्छु जाएर खानु पर्यो त तम्रो नाम के हो त भन मेरो नाम गंगा राउत गंगा राउत एकछिन पछि फिजिकल हुन्छ है चेक हुन्छ अहिले चाहिँ तपाई माथि जानुहोस् त सोनु राउत ओहो मेदीमा आउन आइगी बा हो आइया ल हामी त राम्रै छ तेरो कति हो पढाइ पढाइ चाहिँ 10 मा ओ बुढी छोडी ठिक छ यार त पास हुने जस्तो छ यार ल चेक जाँच त ठिकै छ ट्याटु ट्याटु त हानेको छैन कहीँ नाकसाक केही छेडेको छैन यो मोटोबाट मान्छे छ यसले निकाल्नै माफीको जवाब छ यार त्यतिकै मतपेटिकाको सुरक्षा त गर्छ नि कि नेता पछाडि लाग्ने हो तिमी नेता पछाडि लाग्दैन कि ल त ल अब भोलि उ होला जा ल सुरेश ल माथि जाउँ त म त भाइरलै हुने हो रे भाइ ओहो बाबु तेरो बुढी छोडी त सबै ठिकै छ त्यसलाई चाहिँ निकाल्न मिल्दैन है यो चाहिँ नेताको छोरो हो हैन यो चाहिँ अलि हात त कम छ त यार नाइ यसै यसलाई मेकअप गर्नु छ यसको हात माथिसम्म छ के निकाल्न मिल्दैन जाऊ त भोलि अब टिकट मोकिल हुने हो बा भोलि तपाईँ त यहाँ मेदी चाहिँ छ यार बा गोर्खा यार घर कहाँ हो यार तपाईँ त यार पुरै आइडिया खै हात सोझो गरौँ आज सोच गरेर त्यस्तै गरेर त स्टेट उठ्दो स्टेट खै ए तपाईँ त यार भेटाइको छ यार जस्तो के छैन यार जस्तो ट्याटु साटु चाहिँ सक्यो यार ट्याटु त हेर्दा त तिमीहरू अलिक ट्यापे जस्तो देखिन लाग्छ ट्याटु त छैन हैन ल ल मौलिकमा हेरौँला है लेखिङ हेरौँला